आज म हजुरहरूको सामने एकदम सिम्पल आलु बोडीको रेसिपी लिएर आएको छु। तेल खार्ने, ज्वानो झ्वाइँया पारिदिने, प्याज खारिदिने, हल्दी लगाइदिने, अनि नुन लगाएर चाहिँ अनि फेरि हामीले धनियाँ पाउडर, जिरा पाउडर लगाएर एकछिन यसलाई चलाइदिने। एकदमै टेस्टी हुन्छ। यसरी मसलामा हामीले तेलमा मसला हालेपछि अदुवा लगाइदिने। अदुवा लगाइसकेर एकैछिन चलाउने बित्तिकै धेरै बेर नखार्ने हामीले अदुवालाई चाहिँ हामीले यसमा अलिकति मरिचको धुलो पनि लगाइदिने। यसले खानालाई एकदमै टेस्टी बनाउँछ। अनि बोडी लगाइदिने। बोडी लगाइसकेर यसमा हामीले एकछिन चलाएपछि फेरि हामीले एकछिन यसलाई हल्का चलाइदिने। चलाएर आलु लगाएपछि मजाले यसलाई चलाउने। चलाएर छोपिदिने। सानो आगो पारेर चाहिँ हामीले यसलाई छोपिदिने। छोपेर फेरि बिचबिचमा हामीले यसलाई चलाउँदै गर्ने। अनि आधाभन्दा अलिक बेसी पाकिसकेपछि चाहिँ टमाटर बिचमा लगाएर छोपिदिने। फेरि यसलाई मजाले लतक्कै पाक्ने गरी छोपिसकेर निकै बेर पछाडि हामीले सानो आगो पारेर पकाउने। यतिखेर चलाएपछि टमाटर पाकेपछि अलिकति पानी लगाउने। आलुहरूलाई हल्का खोडिदिने। हल्का आलुलाई हामीले हल्का ग्रेभी हुन्छ। ग्रेभी एकदमै टेस्टी